गोसाइँकुण्डको मिनिमम बजेट र फुल आइटिनेरीको लागि यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। डे 1 मा माछापोखरीबाट इभी गाडी चढेर धुन्चेसम्म पुगे, जसको प्राइस पर पर्सन 800 पर्यो। बिहान 7 बजे चढेको गाडी धुन्चे पुग्दा करिब 12 बजिसकेको थियो। त्यहाँ 200 बराबरको खाजा खाएर मेरो असली ट्रेक सुरु हुन्छ। मिनी गोसाइँकुण्ड अर्थात् घट्टे खोलासम्म 1300 बाटो हिँडेर गए पश्चात यहाँबाट उकालो चढ्न थाले। करिब 6 घन्टाको हिँडाइ पश्चात करिब बेलुका 7 बजेतिर चन्दनबारी पुगेर त्यहीँ बास बसे। यहाँ मलाई खाना र बस्नका लागि 1100 पर्यो। त्यस पश्चात डे 2 मा बिहानै उठेर चिया नास्ता गरेर हिँड्न सुरु गरेँ। करिब 12 बजेतिर लौरी विनायक पुगेर त्यहीँ खाना खाएँ अनि 1 घन्टा जति आराम गरेर रेस्ट गरेर फेरि उकालो चढ्न सुरु गरेँ। यसरी बुद्ध मन्दिर हुँदै करिब 5 बजेतिर बल्ल गोसाइँकुण्ड पुगे। अत्याधिक थकेको कारण गोसाइँकुण्ड पुगेर केही नगरी खाना खाएर चाँडै सुतिहालेँ। त्यहाँ मलाई खाना र बस्नको लागि करिब 1600 पर्यो। डे 3 मा बिहानै 5 बजे उठेर गोसाइँकुण्ड पिक एक्लै चढ्न गएँ। त्यसपछि त्रिशुलधारा, बर्दकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, गोसाइँकुण्ड गरेर करिब 8 वटा कुण्डहरू 1 बजेसम्म घुमेँ अनि मन्दिर दर्शन गरेर कुण्डमा स्नान गरेर 2 बजेतिर ओह्रालो लागे। फेरि त्यो दिन पनि चन्दनबारीमा नै आएर बास बसे। डे 4 मा बिहानै उठेर धुन्चेसम्म पैदल हिँडेँ अनि त्यहाँबाट गाडी चढेर बेलुका करिब 7 बजेतिर काठमाडौँ आइपुगेँ। आफूले लगेको स्न्याक कभर गरेर 4 दिनको मेरो कुल खर्च भनेको लगभग 7000 रुपियाँ पर्न गयो। अब हजुरहरू जाँदा कति खर्च लाग्यो कमेन्ट गर्नुहोला। खर्च जे जति लागे पनि पैसा चाहिँ लगभग 10,000 जति बोकेर जानु होला है त।